चायपत्तोको बारेमा छलफल गर्ने क्रममा मलाई एउटा क्वेसन सोध्नु भएको रहेछ अहिता ब्युटी पार्लरबाट, स्टिम लिने कि नलिने भनेर। स्टिम लिँदा अथवा भनौँ बाफ लिँदाखेरिमा चायपत्तो छालामा एकदमै बढेर जाने सम्भावना हुन्छ। यस्तो किन हुन्छ भने एक नम्बरमा तातोपनाले, बाफको तातोपनाले हाम्रो छालाको सतहलाई ड्यामेज गरिदिन्छ, जसले गर्दा हाम्रो छालाको ब्यारियर डिस्ट्रप्सन हुन्छ, बाहिरी सतह डिस्ट्रोय हुन्छ अथवा बिग्रिन्छ, जसले गर्दाखेरिमा सूक्ष्म तरिकाले छालामा इन्फ्लामेसनहरू सुरु हुन्छ। त्यस्तै दोस्रो रिजन भनेको यसले छालामा रङ चाहिँ नि ज्यादा मात्रामा प्रोड्युस गर्छ, जसलाई मेलानोजेनेसिस भन्छौँ हामी साइन्टिफिक टर्ममा। मेलानोजेनेसिस चाहिँ नि स्टिम इनहेलेसन गर्दा अथवा तातोपनाले गर्दाखेरिमा अझ ज्यादा बढेर जान्छ। तेस्रो रिजन, स्टिम इनहेलेसन गर्दा छालाका नसाहरू ज्यादा फुलिएर आउँछन् र यसरी सूक्ष्म किसिमका नसाहरू ज्यादा फुलिएर आएपछि फेरि त्यसले चाहिँ नि छालामा नजानिदो पाराले इन्फ्लामेसनहरू बढाउँछ र जसले गर्दाखेरिमा छालामा पिगमेन्टेसन बन्ने क्रमहरू ज्यादा भएर जान्छ। यसले गर्दाखेरिमा हामीले स्टिम लिँदाखेरिमा एकदम विचार गर्नुपर्ने हुन्छ। धेरै मात्रामा स्टिम लिइरहँदाखेरिमा चायापत्तो कन्टिन्यू रूपमा बढिरहन सक्छ। अन्य कुराहरू फलो गर्दा गर्दै पनि हामीले यस्ता मिस्टेक्सहरू गरिरहेका छौँ भने फेरि हामीलाई चायपत्तोले दुःख दिइरहने हुन्छ।